हेलो नेपाल सेटअप। मैले भने अनुसार तिमीलाई चल्नुपर्छ, तिमीले भने अनुसार म चल्दिनँ, किनभने मेरो अगाडि तिम्रो औकात केही पनि छैन। हो, यसरी नै फेसबुकले नेपाल र नेपालीको गालामा चड्कन हानेको छ र यसको जवाब अब नेपाली जनताले दिनुपर्छ, किनभने एउटा देशलाई हेप्ने प्रयास गरेको छ। आजभन्दा केही दिन अगाडि केपी शर्मा ओलीले फेसबुकलाई यहाँ दर्ता गर्नुपर्छ, नभए आफ्नो प्रडक्ट लैजाऊ भनेर फेसबुकलाई कैयौँ पटक रिक्वेस्ट गर्यो, कैयौँ पटक चान्स दियो, तर फेसबुकले दर्ता गर्न नेपालमा मान्दै मानेन। तर लास्टमा केपी ओलीले भन्यो होइन, अब फेसबुकलाई ब्यान्ड नै गर्नुपर्छ भनेर जब माग राख्यो, त्यति बेला फेसबुकले के भन्यो कि ल ठिकै छ, हामीले दर्ता त गर्दिनँ, तर म नेपाललाई मोनिटाइजेसनको लागि अप्सन दिन्छु, मोनिटाइज गरेर तपाईँहरू पैसा कमाउन सक्नुहुन्छ। त युवाहरूको लागि यो अपर्च्युनिटी राम्रो थियो, किनभने त्यति बेला धेरै युवाहरू सोसियल मिडियामा भिडियो बनाउँदै थियो, जसको मोनिटाइजेसन टुल एक्टिभ नभएको कारणले गर्दा नेपालमा धेरै जसोको अर्निङ चाहिँ अकाउन्टमै पढेको थियो। त्यो चाहिँ पाएपछि अब जेएनजी युवाहरू त खुस भयो, तर केपी शर्मा ओलीले मानेन। अर्निङ मोनिटाइजेसन टुल दिए पनि केपी शर्मा ओलीले फेसबुकलाई नेपालमा ब्यान्ड गर्यो। त्यसपछि भोलिपल्टै जेएनजी आन्दोलन यस तरिकाले चर्कियो कि 2 दिनभित्रै देश पनि जल्यो, केपी शर्मा ओलीको सरकार पनि ढल्यो, अन्य धेरै थोक भयो। तर त्यसपछि फेसबुकले 2-3 महिना नबितिँदै नेपालले के भन्यो भने एसन टुल तिमीहरूको लागि उपयुक्त छैन, तिमीहरूलाई पाउनुपर्ने अधिकारै छैन भनेर यसरी ललिपप ताने जस्तो छ। अब यिनीहरूको माइन्डसेट हेर्नु कस्तो छ के, मतलब उल्टै नेपाल सरकारमाथि नेपाली युवाले प्रयोग गर्यो नेपाल सरकारमाथि दबाब बनाउनका लागि। फेसबुकको रुल कस्तो छ भने 21 तारिक फेसबुकको स्यालेरी चाहिँ रिलिज हुन्छ, तर 17 तारिक नै यो डिमोनिटाइजेसन गरिदियो। अब के भयो त, धेरै जति पनि नयाँ क्रिएटरहरू थियो त्यसको त 2-3 महिना लाग्छ। नयाँ क्रिएटर जब फेसबुकमा आउँछ 2-3 महिना लाग्छ त्यसलाई कमसेकम त्यसको क्राइटेरिया पुरा गर्नका लागि। र पुराना जति कम्पनीहरू थियो त्यो त पहिलादेखि नै मोटो कमाइ छापिरहेको हुन्छ, र 4000-5000 सबैको लगभग खातामा त्यो अलरेडी एड नै हुन्छ। अब 21 तारिक स्यालेरी रिलिज हुनुपर्ने ठाउँमा 17 तारिक तपाईँलाई स्टप गरिदियो भने, डिमोनिटाइज गरिदियो भने त्यो त स्यालेरी रोक्यो। अब के भयो भने यहाँ अब जहाँ सरकारले दबाब बनाउँदै थियो फेसबुकमाथि कि तिमी यहाँ रजिस्टर गर, अब नेपाली जनताले नेपाली युवाले नै अब सरकारमाथि दबाब बनाउँछ कि जाऊ तिमी फेसबुकलाई भन कि मलाई मोनिटाइजेसन टुल देऊ भनेर। अब उल्टै नेपाल सरकारले गएर त्यसलाई हजुरी माग्छ। त्यस्तो चाहिँ यिनीहरू चलखेल खेलेको छ। यही रिजन हो कि चाइना आजको समयमा अमेरिकाद्वारा बनाइएको डिजिटल मार्केटको कुनै पनि प्रोडक्ट चाइनाले युज गर्दैनन्, त्यसले आफ्नै सोसियल मिडिया उनीहरूले युज गर्छ। पनि बुझ्नुपर्छ र नेपालको जेएनजी युवाहरूले पनि बुझ्नुपर्छ र सकभर यदि सम्भव छ भने अब आफ्नै सोसियल मिडिया नेपाल र नेपालीलाई निर्माण गर्नुपर्छ र प्रयोग गर्नुपर्छ जस्तो लाग्छ।